हेलो गुड मर्निङ। अहिले चाहिँ हामीहरू घोडाघोडीको जाँदैछौँ। अनि घोडाघोडी म, मेरो भतिजी र मेरो भान्जी यो बसमा जाँदैछौँ हामीहरू। अनि हजुरलाई चाहिँ देख्नु कता गइरहेको छु मन्दिरको दृश्य। अनि उनीहरू चाहिँ यता बसेछन्, हजुरलाई एकचोटि के हेलो भतिजी, हेलो मान्छे के भन्नु भतिजी? एक दुईवटा शब्द हामी कता गइरहेको छौँ? हल्का लाल मान्छ होइन, मान्छेहरू यति छ भरिरहेको त त्यही भएर होला। हजुरलाई अगाडि देखाउँछु, अगाडि दृश्य भिडियो सुट गर्छु हजुरलाई। अहिले चाहिँ मेरो भतिजीको डिस्कस गऱ्यो, घोडाघोडीको चाहिँ 130 रुपिस भनिरहेको छ उसले। अनि उहाँहरू चाहिँ 150 लगिरहेको के हो कस्तो थाहा भएन, तर जति उहाँले भन्नुहुन्छ उहाँहरूलाई हामीले दिनु पऱ्यो। आज यहाँ सबै उहाँहरू चाहिँ हाम्रो दिदीबहिनीहरू यहाँ उहाँहरू पनि घोडाघोडी जानुहुन्छ। घोडाघोडीको के गर्छ आजको बाटोमा हजुरलाई भिडियो अहिले चाहिँ हामीहरू दुर्गौली पुगिसकेको छौँ। दुर्गौलीबाट अब नजिक अब लक्ष्मण नजिक पुगिसकेको छौँ। अनि हजुरलाई देखाउँछु कुनै आउनु भनेर। अच्छा ठीक है। A few moments later. फाइनली अहिले चाहिँ हामीहरू यो घोडाघोडी पुगिसकेको छौँ। भान्जी अनि मेरो भतिजी हामी मन्दिरभित्र जान्छौँ एकछिनमै। हजुरलाई यताको के कस्तो छ माहौल हजुरलाई देखाउँछु। कपाल खिचाउनु पर्छ यता कति राम्रो राम्रो देखिएछ हो तिमीहरू। खसिहाल्यो, भान्जीको मोबाइल खस्यो। अब सृजनाको मोबाइल खै त्यो ए राखेछस् नि। ए ल ल एउटा गाई आएको छ। गाईलाई के फलफुल छ भने फलफुल दिन मिल्छ होला।
हामीहरूले पूजा गरेर अब हामीहरू उता अगाडिको मन्दिरतिर यस्तो जान्छौँ। अब हेर्छौँ उतातिर मन्दिर के कस्तो छ। यतातिर बाँदरहरू रहेछन् क्या, बाँदरहरू के मोबाइल चोइल लगाएर होइन। ल अनि व्रत आज सोमबारको व्रतमा आज सोमबार बिहान के भन्छ, मैले के भन्नुपर्छ उसको श्रीमानलाई, ज्वाइँ। बिहान सोमबारको व्रतमा ज्वाइँ भेटिसकेको थिएँ मैले पनि, तर हल्का डिस्कस गऱ्यो, त्यही भएर ज्वाइँ चाहिँ भएनन्। यता मन्दिरमा गएर मन्दिरमा पूजा गर्छौँ एकछिनमै। मन्दिरमा पूजा गरिसकेपछि अनि हजुरलाई देखाउँछु के कस्तो हुन्छ भनेर। अहिले चाहिँ हामीले यता पूजा गऱ्यौँ, पूजा गरेर मेरो भान्जी अनि तिम्रो पूजा सकियो है? ए अनि पूजा फोटोसुट सब भयो? अनि बोल न, किन लाज मानेर तिमी? ल अब पानी परेको छ अनि हल्का जानु पऱ्यो भाइ, माथि गएर बस्नु पऱ्यो। किन भन्दाखेरि त्यो मोबाइल त वाटर प्रुफ चाहिँ पनि जतन गरेर राख्नु नै बेसी हुन्छ। यताभित्र बस्छु, टिफिन पछि हल्का कम भयो भने त्यो त अगाडि जान्छ। चोखो भएको ठाउँ जहाँ भाइरल भएको छ देखाउँछु। अहिले चाहिँ घोडाघोडीमा पानी परेर हामीहरू सबै यता बसेछौँ। भतिजी, भान्जी अनि मान्छे यता बसेको प्रतीक्षालय मुनि बसेका छौँ हामीहरू। पानी परेर यतातिर सबै मान्छे यो पर्यटकहरू सबै बसेका छौँ। अनि भतिजी भन् त केही कुरा? अहिले चाहिँ हामीहरू यो भाइरल भएको ठाउँ, यो घोडाघोडीको डोको भएको ठाउँ जान्छौँ हामीहरू। आजले यो डोको भागोमा अब आजले नयाँ सिस्टमहरू भएको छ, जान्छौँ, हेर्छौँ, घुम्ने भतिजी हेर्छौँ। अनि अब के कस्तो हुन्छ अनि हजुरलाई देखाउँछु। कमलको फुल अब ताल जस्तै बनेको यताको। यो तालमा चाहिँ यस्तो हुनुपर्ने कि हल्का यो टुरिस्टहरूको लागि कोही आउँछ नि त। 10 रुपियाँ टिकट मात्र। दस रुपियाँ टिकट हो, 30 रुपियाँ टिकट। वाट त मलाई थाहा छैन है त्यो टिकट सिट काट्ने भनेर, तिमीले काटेको रहेछन् पहिला नै। अनि के भन्? मेरो नाम चाहिँ सृजना कोर। म चाहिँ यहाँ पूजा गरेर आएको सोमबारको। अनि कोही छौ भने चाहिँ राम्रो पछि पाऊँ भनेर अस्ट्रेलिया क्यानाडा हुनुहुन्छ भने यहाँ आउनुहोस्, कृपया मलाई सम्पर्क गर्नुहोस् मेरो अङ्कलसँग। ल कमेन्ट्समा आफ्नो डिटेल्स दिनु होला। म चाहिँ बरु कन्ट्याक्ट गर्छु हजुरहरूलाई। अनि कोही क्यानाडा, कोही अस्ट्रेलिया छ, कोही अमेरिका छ भने चाहिँ डिपेन्डेन्टमा लाने भएपछि मात्रै। अनि ह्यान्डसम च्वाक त चाहिँदैन। हाम्रो यो अमेरिका, क्यानाडा र अस्ट्रेलिया मात्रै कुनैमा आयो दुईटामा कुन हो त्यो भरि कन्फ्युज भयो म त। अनि भान्जीलाई कस्तो चाहिने भनिरहेको, यता कोही आयो भनेपछि कोही चाहिन्न। ए ल प्योर सिङ्गल होइन। ल भान्जी चाहिँ प्योर सिङ्गल चाहिँ मजाक गरे है त्यो त। अब हुन्छ अगाडि यता फोटोसुट भइरहेछ मान्छेहरूको। कसरी भनौँ म तिमीलाई माया गर्छु म। फाइनली चाहिँ हाम्रो यो जहाँ डोका उनीहरू यता पब्लिकको लागि एट्र्याक्सन्स टुरिस्टहरू बोलाउनलाई यता बनाएको यो डोकाको यता पुगिसकेछौँ। नजिकै हाम्रो यो तालमा नजिक पुगिसकेछौँ। अब भित्र जान्छौँ हामीहरू। र कोही पार्वती हल्का राम्रो लाग्छ, तर के गर्नु भन्न सकिन्न, आफ्नो पार्वती छ, त्यही भएर हो। मैले केही
गलत भनेको छु भने चाहिँ सरी है त्यसको लागि। मेरो भिडियो हँ? ल अहिले यहाँ चाहिँ मेरो भतिजी र मेरो भान्जी अब फोटोसुटको लागि केही गरेर आएछन्। यसको चाहिँ 20 रुपियाँ चार्जेस लगाउँदो रहेछ। जस ठिक छ। अनि यता कुन होटेल जस्तो छ मलाई लाग्यो त्यही हो, गुठी हो कि होटेल हो, आई डोन्ट नो। अब जान्छु हजुरले यता त्यो पनि यता देखाउँछु भित्र के कस्तो छ भनेर। अनि ल हुन्छ। अनि अनि फोटोसुट त्यो गर्ने रहेछन्। जस मजा छ यो घुम्नलाई, जस रमाइलो गर्नलाई केही पल। अनि मन्दिर सन्दिर जानु छ, कतै जानु छ भन्दा पनि अब चाहिँ एकदम राम्रो छ। अनि घुम्नको लागि यता फोटोसुट गर्नको लागि एकदम ग्रेट छ। अहिले फाइनली चाहिँ मैले उहाँ दाइले देखेको छु यता। अनि नमस्ते दाइ, सन्चै हुनुहुन्छ? एकदम बढिया। ए हजुरको शुभ नाम? मेरो नाम राजु अवस्थी। ए राजु अवस्थी है। मैले हजुरको भिडियो हेरेको थिएँ कि टिकटकमा आएको थियो अस्ति भर्खर नै। यता आए मैले यस्तो घोडाघोडी गएपछि दाइसँग भेट्छु भनेको थिएँ कि ठ्याक्कै दाइ चाहिँ भेटिदिनु भयो। थ्याङ्क यू सो मच। ल ल धेरै धेरै धन्यवाद छ। धन्यवाद छ हजुरलाई पनि इन्फर्मेसन भिडियो गर्नुलाई यता के कस्तो गरिरहेको। अनि तिम्रो नाम त भनेन? मेरो नाम चाहिँ गोकुल कुँवर हो। युट्युब च्यानल चाहिँ मेरो सर्ट ब्लग बाई गोकुल कुँवर। ल ठिक छ। ल मेरो नयाँ नयाँ युट्युब च्यानल हो। अरू केही छ सोध्नु घोडाघोडी विषयमा? के कस्तो छ यतातिरको पर्यटकीयको लागि आजभोलि अट्र्याक्सन के कस्तो नयाँ नयाँ छ भनिदिनु न। यस्तो चाहिँ हाम्रो अहिले क्यामेराम्यानहरूले एकदमै घोडाघोडीको प्रचार प्रसार गरेर विश्व सामु चिनाइरहेका छन्। हजुर अस्ति नै गर्वको कुरा हो। हजुर। घोडाघोडीका क्यामेराम्यानहरूलाई सल्युट गर्नुपर्छ। हजुर हजुर एकदम विश्व सामु चिनाउनलाई घोडाघोडीका क्यामेराम्यानको धेरै धेरै ठुलो हात छ। ए ल हस्, थ्याङ्क यू सो मच है दादा। ल हुन्छ। अनि म जान्छु दादा। हुन्छ, हजुरलाई भिडियो धेरै खुसी लाग्यो। ल हुन्छ। ल मेरो सब्सक्राइबरलाई एउटा केही भनिदिनु न हजुरको तर्फबाट। ल यो भाइलाई पनि एकदमै सपोर्ट गरिदिनु होला। मरिलानु केही छैन जिन्दगीमा। भाइलाई मजाले सपोर्ट गरेर उसलाई अगाडि बढाइदिनु हुनुको लागि अनुरोध गरेँ मैले है त। थ्याङ्क यू सो मच। हस् दादा है। फाइनली टिकापुरमा पुगेँ है। म त यो टिकापुर नजिकको के भन्छ यसलाई थाहा भएन। सायद सिद्धार्थ होटेलको नजिक रेडियो टाउन नजिक हेर्न सक्नुहुन्छ अहिले। अब गढ नजिक है, गढ नजिक हो हामी पुगिसकेछौँ। यस वी आर फाइनली रिच्ड आवर होम टाउन सिलाउट फल्स। अनि मैले गरेको मेहनतको कति पैसा मैले यत्रो हेल्प गरिदिएँ बुढी आमालाई दिन्थ्यो कि आज रमाइलो घोडाघोडीमा के कस्तो भयो। अनि हजुरले यो केटी जिसका जस्तो छ अहिले खराब हो जाएगा। मैं माँ अम्मा बहन पे आ जाऊंगा। मैं इनकी अम्मा बहन पे आ जाऊंगा। ठिकै छ।